जब बिहान हुन्छ, सुन्ती र उनका श्रीमान बुद्धिलाई लेक साइड स्थित आफ्नो पसल खोल्न चटारो हुन्छ। हुन पनि पसल खोल्न नपाई विदेशी पर्यटकको चहलपहल उनको पसलमा सुरु भइहाल्छ। ऋतु सौगात गृह नामक यो पसलमा तपाईहरूले ग्रामीण लघु उद्यमीले उत्पादन गरेको विशुद्ध नेपाली सामग्री पाउनुहुन्छ। अल्लो र छालाबाट बनेको हेर्दै आकर्षक झोला, पर्स, टोपी आदि। सुन्ती र बुद्धि दुवैले पर्वतको सानो गाउँदेखि पोखराको लेक साइडसम्मको यात्रा सजिलै तय गरेका भने होइनन्। अस्ट्रेलियन सरकारको सहयोगमा नेपाल सरकार, उद्योग मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP ले संयुक्त रूपमा कार्यान्वयन गरिरहेको लघु उद्यम विकास कार्यक्रमले यी दम्पतिलाई आजको अवस्थामा ल्याइ पुर्याएको हो। यो त सबै मेडेफकै देन हो। अब मेडेफ नभएको हुन्थ्यो भने सायद हामी बुढाबुढी नै या म घरमा गृहिणी मात्र हुन्थ्यो होला, या श्रीमानसँगै कुनै गल्फ कन्ट्रीमा कसैको घरमा सफा गरेर बसिरहेको हुन्थ्यो होला विदेशमा। अब अहिले जुन ठाउँमा हामी आएका छौँ, यो मेडेफले नै अब हामीलाई पर्वत जिल्ला गाउँ गाउँमा गएर यो लघु उद्यमहरू तयार गर्दै हिँड्ने क्रममा हामी पनि यहीदेखि लघु उद्यमी भएर अनि सुरुमा चाहिँ जुसको उद्यमी थियौँ हामी। अनि हरेक गाउँ गाउँमा बनेको सामानहरू, गुन्द्रुक, कोदोको पिठोहरू सबै बेच्दै हिँड्ने गर्दै यही लघु उद्यम आएपछि नै नेपालमा यो मेलाहरू सुरु भयो। अनि त्यसपछि मेलामा हिँड्ने, अरू गाउँको कोही पनि नमान्ने सितिमिति बाहिर निस्किन। अनि हामी चाहिँ मेलामा भाग लिन जाने सामानहरू लिएर बोक्दै जाँदै आफूसँग के छ जुसहरू, जामहरू, गुन्द्रुकहरू जे छ त्यही लिँदै हिँड्ने गर्दाखेरि अनि बिस्तारै बिस्तारै मार्केटतिर लाग्यो। ऋतु सौगातले वार्षिक रूपमा बिक्री गर्ने सरसामानको 70% भन्दा बढी हिस्सा ग्रामीण क्षेत्रका तिनै गरिबीका रेखामुनि रहेका उद्यमीसम्म पुग्छ, जसले ग्रामीण क्षेत्रमा बसेर लघु उद्यमको कार्य गरिरहेका छन्। उद्यमी र बजारबीचको यो सोझो सम्पर्कले पूर्जा दम्पतिहरूलाई त फाइदा पुगेको छ नै, त्योभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न वर्गमा सोझै प्रतिफल पुर्याएको छ। ग्रामीण क्षेत्रका जनताले आफ्नो घरायसी काम भ्याएर पनि महिनाको 8-10 हजार कमाउन सकेका छन्। वार्षिक हाम्रो इन्कम चाहिँ 50 देखि 60 लाख हुन्छ। त्यसमध्ये 30 देखि 35 लाखसम्म त डाइरेक्ट हामीले त्यो कपडा किन्दाखेरि नै जान्छ। त्यसको साथसाथमा चेन, जिपरहरू किन्नु पर्यो, अरू मेटेरियलहरू किन्नु पर्यो, र हामीलाई प्रफिट 5 देखि 7 लाखसम्म हुन्छ होला वर्षमा। व्यापार गर्ने थुप्रै व्यक्तिले थुप्रै पैसा कमाए होलान्, तर आफू जस्तै ग्रामीण क्षेत्रका दुःख पाएका विपन्न व्यक्तिको लागि कार्य गरेर यसरी पैसा कमाउने चाहिँ कमै होलान् भन्ने सुन्ती भविष्यमा अझ आफ्नो पसल विस्तार गर्न र विस्तारित पसलमा तिनै विपन्न, दलित र गरिब जनताको उत्पादन मात्रै राख्ने बताउँछिन्। गाउँको उद्यमीहरूलाई नहेरिकन पहिला उनीहरूको कपडाहरू खरिद नगरिकन हामीले बाहिरको किन्ने त हाम्रो त्यो सोचाइमै छैन कि। अब ऋतु सौगात लघु उद्यम विकास कार्यक्रमले ग्रामीण क्षेत्रमा लघु उद्यमीद्वारा उत्पादित सामानको बजारसम्मको पहुँचलाई विस्तार गर्न स्थापना गरिएको बिक्री केन्द्रमध्ये एक हो। मेडेपले प्रत्येक जिल्लामा, क्षेत्रीय स्तरमा पोखरामा र केन्द्रीय रूपमा काठमाडौँको त्रिपुरेश्वरमा यस्ता बिक्री केन्द्रहरू सञ्चालन गरेको छ।